हेलो नमस्ते सम्पूर्णलाई। यो जीके तपाईहरुले सल्भ गर्न सक्नुहुन्छ यो हेर्दै अनि यसको उत्तर पछाडि म दिनेछु है त। तपाईहरुले हेर्दै कपीमा एन्सर चाहिँ तपाईले टिक्लाउन सक्नुहुन्छ पज गर्दै। यसको एन्सर चाहिँ पछाडि आउनेछ यस्तै स्क्रोल गरेर। यो एकपटक चाहिँ तपाईहरुले ट्राई गर्नु होला है त पहिलो। पज गर्दै तपाईले सल्भ गर्न सक्नुहुन्छ है त। यसको फिडब्याक चाहिँ पछाडि आउँछ। तपाईले ध्यान दिएर गर्नु होला। यसको पुरै एन्सर चाहिँ पछाडि हामी गर्नेछौं है त। एकपटक ट्राई गर्नु होला है त सबै सल्भ गर्न। 20 वटा मात्र क्वेशन हो सल्भ गर्नु ल। अब यसको एन्सर यहाँ हेर्न सक्नुहुन्छ। नेपालको गण्डकी प्रदेशमा नपर्ने जिल्ला तलका मध्ये कुन हो भनेको छ। यसको एन्सर अर्धखाँची रहेको छ। प्रश्न नम्बर 2 मा रहेको छ तलका मध्ये कुन ताललाई कृत्रिम ताल भनेर चिनिन्छ भनेको छ। यसको एन्सर हो जगदीशपुर ताल हो। दोलखाको खरीढुङ्गा कुन खनिज पदार्थको लागि प्रसिद्ध छ भनेको छ। यो हो म्याग्नेसाइट। बौद्ध धर्मसँग सम्बन्धित बौद्ध विहार विक्रमशिला कुन देशमा रहेको छ भनेको छ। त्यसको एन्सर चाहिँ डी मा रहेको छ। यो भारत हो। त्यसैगरी क्वेशन नम्बर 5 मा रहेको छ आर्थिक सर्वेक्षण 2081-82 अनुसार अब 2080-81 मा सञ्चालनमा रहेका सार्वजनिक संस्थान मध्ये कतिवटा संस्थान नाफामा सञ्चालित रहेका छन् भनेको छ। त्यो चाहिँ एन्सर नम्बर सी हो 28 वटा रहेका छन्। सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् भनेको छ। यसको एन्सर रहेको छ ए निकोलस कोपरनिकस भनेको छ। अनि त्यसैगरी प्रश्न नम्बर 7 मा कुन रक्त समूहलाई युनिभर्सल रिसिभर भनेर चिनिन्छ भनेको छ। यसको एन्सर चाहिँ बी मा रहेको छ एबी पोजिटिभ रहेको छ। त्यसैगरी 8 मा छ विश्व सिमसार दिवस 2026 को नारा के रहेको छ भनेको छ। यसको एन्सर सी हो वेटल्यान्ड एन्ड द ट्रेडिसनल नलेज सेलिब्रेटिङ कल्चरल हेरिटेज भन्ने रहेको छ। त्यसैगरी 9 मा जोडा मिलाउनु भनेको छ। यसको एन्सर चाहिँ हेर्न सक्नुहुन्छ तपाईले। यसको एन्सर डी मा रहेको छ। त्यसैगरी 10 मा रहेको नेपालको संविधानको भाग 5 मा कुन विषय समावेश गरिएको छ भनेको छ। एन्सर नम्बर 2 राज्यको संरचना र शक्ति राज्य शक्तिको बाँडफाँडमा रहेको छ। अब त्यसैगरी 11 मा रहेको छ संयुक्त राष्ट्र संघको महासभाको वर्तमान अध्यक्ष को र कुन देशको हुन् भनेको छ। त्यसको अहिलेमा छ सी मा रहेको छ आनालेना बियरकप जर्मनीमा रहेको छ। सार्क विकास कोषको प्रधान कार्यालय कहाँ रहेको छ भनेको छ। यसको एन्सर भुटानमा ए मा रहेको छ। त्यसै 13 मा रहेको छ विश्व खुशी सूचाङ्क 2025 अनुसार पहिलो स्थानमा
रहेको राष्ट्र कुन हो भनेको छ। यसको एन्सर हो फिनल्यान्ड हो। सन् 2026 को शीतकालीन ओलम्पिक खेल कहाँ आयोजना हुने भएको छ भनेको छ। त्यसमा इटालीमा हुने रहेको छ। अभिलेख व्यवस्थापनभित्र के पर्दछन् भनेका छन्। अब यो एन्सर चाहिँ डीमा रहेको छ, यी माथिका सबै। त्यसै गरी 16 मा रहेको छ निजामती सेवा ऐन 2049 को कति परिच्छेदमा निजामती कर्मचारीको आचरण सम्बन्धी व्याख्या उल्लेख गरिएको छ भनेको छ। परिच्छेद 7 मा रहेको छ। त्यसै 70 नम्बरमा रहेको छ सूचना आयोगको प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने समितिको अध्यक्ष को हुने व्यवस्था छ भनेको छ। यसमा एन्सर रहेको छ बीमा सभामुख रहेको छ। त्यसै गरी 18 मा रहेको छ संवैधानिक अङ्गका पदाधिकारीको पद रिक्त हुने अवस्था तल दिएका मध्ये कुन होइन भनेको छ। एन्सर रहेको छ सी धारा 114 अनुसार महाअभियोग प्रतिनिधि सभामा 2/3 संसदबाट पारित भएमा भनेको छ। क्वेसन नम्बर 29 मा रहेको छ डगलास एमसी ग्रेगरको XY थ्योरी अन्तर्गत दिएको कुन क्रियाकलाप पर्दैन भनेको छ। त्यो चाहिँ एन्सर डीमा रहेछ। मानिसमा निर्णय गर्न क्षमता राम्रो हुन्छ भन्ने, यो चाहिँ पर्दैन। त्यसै गरी क्वेसन नम्बर 20 मा रहेको छ मानवभित्र हुनुपर्ने सकारात्मक गुण तथा विशेषता नै कुन हो भनेको छ। मानवीय मूल्य मान्यता क्वेसन नम्बर बी मा रहेको छ हो। यसै गरी अरू भिडियो पनि म ल्याउने छु। तपाईहरुले लाइक सब्स्क्राइब गरिदिनु होला, च्यानलमा हेर्दै गर्नुहोला, भिजिट गर्दै हुनुहोला। थ्यांक यू, धन्यवाद है त।